हेलो नमस्कार साथीहरू, वेलकम छ सबलाई मेरो युट्युब च्यानलमा। आज म बनाउँदै छु कटहरको तरकारी। कटहरको तरकारीलाई पहिला मैले त्यसमा कटहरलाई बोइल गर्दैछु है। कसलाई मिठो लाग्छ कटहरको तरकारी मलाई कमेन्टमा भन्नुहोला। अनि त्यसपछि त्यसलाई कटहरको तरकारीलाई बोइल गरिदिएपछि तेल तताउने, अनि त्यसपछि त्यसलाई पहिला 5 फुरन राखेर फुराइदिने, अनि प्याज स्याज राख्ने, प्याज हल्का गोल्डन ब्राउन हुँदासम्म फ्राई गर्ने है। अनि त्यसपछि खुर्सानी पनि अब आफ्नो स्वाद अनुसार कति खानुहुन्छ है, खुर्सानी कति पिरो मनपर्छ त्यति राख्नु हो। त्यहाँबाट मैले बोइल गरेको कटहर राखेँ, अनि बोइल गरेको कटहर राखेर त्यसलाई भुटेछु। पर भुट्ने, मसला राख्ने, भुट्ने है। कोले कहाँबाट हेर्नु भएको छ मलाई कमेन्टबाट भन्नु ल। अनि त्यसपछि मैले नुन राखेँ, बेसार राखेँ, अनि त्यसपछि थोरै मैले खुर्सानी राखेँ है, धुलो खुर्सानी राखेको छु है। अनि त्यसलाई चरचर पकाउने, अनि त्यसपछि पकाएपछि अनि टमाटर राख्ने, टमाटर पनि लकत्त गलेपछि अनि त्यसलाई फेरि चलाएर पकाउने। अनि त्यसपछि अनि आफूले कहाँबाट हेर्नु भएको छ, हजुरले कसरी पकाउनुहुन्छ कटहरको तरकारी मलाई कमेन्टमा भन्नुहोला। अनि यस्तै बोल्दै पकाउँदै मेरो कटहरको तरकारी पाक्न लागिसकेछ गाइज। अनि त्यसपछि यस्तै हो, कहिले के अब नेक्स्ट भिडियो के हेर्न खोज्नु भएको छ मलाई कमेन्टमा भन्नु ल। अनि चलाउँदै पकाउँदै मैले पानी राखेर पकाएको छैन गाइज, मैले सुक्खा भुटेको है। अनि हेर्दा मेरो कटहरको तरकारी रेडी भइसकेछ। अनि लास्टमा हामीले धनिया राख्ने, धनिया राखेर हाम्रो कटहरको तरकारी इज रेडी। थ्याङ्क यू सो मच गाइज, लाइक कमेन्ट सब्सक्राइब द च्यानल।